हेलो एभ्रिवान गुड मर्निङ वेलकम टु हे सना युट्युब च्यानल। यो चाहिँ मेरो मर्निङ रुटिन हो। मेरो बिहानको सुरुवात तातो पानीले हुन्छ। म सुतेर उठेर ब्रस नगरिकन तातो पानी खान्छु बिकज यो एकदमै हेल्पफुल गर्छ बडीको लागि, प्लसमा हजुरको डाइजेसनमा पनि एकदमै हेल्प गर्छ यो तातो पानीले। त्यसपछि म ओइल पुलिङ गर्छु कोकोनट ओइलले। यो कोल्ड कम्प्रेसवाला कोकोनट ओइल हो। इफ हजुरको दाँत पहेँलो छ भने यो वाइट गर्छ तितलाई। इफ हजुरको गममा केही प्रब्लम छ भने निको पार्छ। प्लसमा हजुरको गमबाट ब्लिडिङ हुन्छ भने त्यसलाई पनि निको पार्छ। प्लसमा हजुरको सास गनाउँछ भने त्यसलाई पनि निको पार्छ हो। तर टाइम चाहिँ लाग्ने हुन्छ, कन्टिन्युटी दिनुपर्ने हुन्छ अनि त्यसपछि हजुरले रिजल्ट पाउनुहुन्छ। मैले 1 वर्षदेखि युज गर्न थालेको हो अनि मेरो दाँतलाई चाहिँ एकदमै हेल्प गरेको छ वाइट गर्नमा। प्लसमा अहिले चिसो छ त्यसले गर्दा चाहिँ जमेको पनि छ तर एकदमै बेनिफिट गर्छ। त्यसपछि म ब्रस गर्छु र मुख धुन्छु। हजुरहरूको मर्निङ रुटिन के छ प्लिज कमेन्ट गरिदिनु होला।